बागलुङको कुण्डुले भन्ने ठाउँमा छु र यहाँदेखि देखिने यो दृश्य यो धौलागिरी हिमालको यो के भाग देखेको छ। आज त्यति क्लियर आएको छैन, कुहिरो लागेको छ। र यहाँ हाम्रो एउटा बुवा हुनुहुन्छ। बुवा, तपाईँको जन्म कति सालमा भयो? 16 सालमा। अनि तपाईँको शुभ नाम? बालकृष्ण आचार्य। बालकृष्ण आचार्य। तपाईँको जन्म यहीँ भयो कि अन्त कतैदेखि बसाइ सरेर आउनुभयो? ताराखोला जन्म, 2 नम्बर वार्ड। अहिले यहाँ बस्न लागेको कति भयो तपाईँको? अनि एउटा कुरा सोध्न मन लाग्यो बुवा, हामीले थाहा नपाएको कुरो। पहिला हामी केटाकेटी हुँदा हेर्नुहोस्, यो धौलागिरी हिमालमा हिउँ एकदम लपक्क हुने देखिन्थ्यो र अहिले हिउँहरू त्यति बढी मात्रामा देखिन्न, किन होला? यो नेपालीले टोपी लाउनु, यो गृहमन्त्रीले टोपी लाएन। हजुर, एउटा रामचन्द्र पौडेलले टोपी लगाएको म देख्छु, यहाँ हेर्दैछु। हामी त पढ्न पढाएको मान्छे, तर यो नेपालको धर्म जाँदैछ। हिमालमा हिउँ पनि रहने छैन, यो टोपी लाउनु पर्छ सबैले। भनेपछि अब टोपी फालेको छ नि, उसले हिउँले कालो देखाउँदैछ। भनेपछि हाम्रा पुर्ख्यौली नेताहरूले पनि अब यो देशको संस्कृतिलाई बिर्से टोपी छाडे, बिर्सँदै गएको हुँदाखेरि यो पहिचान भनेको टोपी हो, हिमाल हो। हजुर, धन्यवाद बुवा। म तपाईँलाई यही सानो गुनासो